हेलो एभ्रिवान। आज चाहिँ मैले गोल्डमा ट्रेड लिएको थिएँ हैन। अनि म चाहिँ हजुरहरूलाई मेरो ट्रेडको लोजिक र मेरो ट्रेडको टार्गेट हैन मैले कसरी किन लिए भन्ने कुराहरू भन्दैछु। ल ओके, सुरु गरौँ है त भिडियो। ओभरअल हेर्नु पर्दाखेरि चाहिँ मैले सुरुमा ओके डेलीको मैले ट्रेड हान्दाखेरि मैले चाहिँ सुरुमा चाहिँ चारवटा कुरा हेर्छु है। जहिले पनि चार पाँचवटा कुराहरू हेर्छु अनि बल्ल ट्रेड लिन्छु। चार पाँचवटा कुराहरू चाहिँ भनेको चाहिँ एउटा भनेको हेर्नु है, बायस भनेको तपाईँ बाई गर्ने कि सेल गर्ने। मेरो बायस सुरुमा बाई थियो, त्यही भएर मैले बाई साइड बायस राखेँ हैन। मेरो पिओआई भनेको पोइन्ट अफ इन्ट्रेस्ट, मतलब अहिले मार्केट कुन प्राइसमा चलिरहेको छ र तपाईँले चाहिँ कहाँ एक्सपेक्ट गर्नुभएको छ त्यो प्राइसलाई लिनको लागि, जहाँ चाहिँ म ट्रेड गर्न चाहिँ यहाँ चाहिँ मलाई डिस्काउन्ट प्राइसमा मिल्यो भने अथवा डिमान्ड जोन अथवा सप्लाई जोनमा यहाँ आयो भने चाहिँ म चाहिँ मेरो रिस्क लिन्छु भनेर भन्नुभएको छ। त्यसलाई चाहिँ पोइन्ट अफ इन्ट्रेस्ट भन्छ है त। र मेरो पोइन्ट अफ इन्ट्रेस्ट थियो डिमान्ड जोन ओके। अनि अर्को कुरा छ लिक्विडिटी है। अर्को कुरा लिक्विडिटी छ। लिक्विडिटी भनेको चाहिँ मार्केटको फ्युल भइहाल्यो त, हजुरहरूलाई थाहा नै छ हैन। थाहा नभए पनि फ्युल बिना चाहिँ गाडी चल्दैन, जसरी लिक्विडिटी बिना चाहिँ मार्केट चल्दैन। मैले लिक्विडिटी पनि मैले मार्क गरेको थिएँ। अनि अर्को चाहिँ मार्केट स्ट्रक्चर चाहिँ सिफ्ट हुनुपर्ने हुन्छ हैन। अर्को भनेको लिक्विडिटी स्विप। लिक्विडिटी स्विप पनि जब फर्स्ट बायर आउँछ अथवा फर्स्ट सेलर आउँछ हैन, त्यसपछि चाहिँ जब फर्स्ट बायर आउट हुन्छ अथवा फर्स्ट सेलर आउट हुन्छ त्यसपछि चाहिँ म इन्ट्री गर्छु। किनकि म्याक्सिमम केसमा चाहिँ फर्स्ट बायर र फर्स्ट सेलरलाई चाहिँ खासै पैसा दिँदैन है त। र इन्ट्री चाहिँ म कन्फर्मेसनमा लिन्छु र इन्टर गर्छु। र इन्टर गर्नुभन्दा अगाडि चाहिँ मेरो यो सब ट्रेडमा चाहिँ अर्को एउटा कुरा भनेको चाहिँ मलाई चाहिँ रिस्क टु रिवार्ड चाहिँ मेरो राम्रो हुनुपर्छ है। रिस्क टु रिवार्ड चाहिँ आरआर रेसियो चाहिँ मेरो गुड हुनुपर्छ। केही नभए नि 1:2 त हुनुपर्छ है। नत्र भए चाहिँ म ट्रेड खासै लिँदिनँ है, मेरो 1:2 रिस्क टु रिवार्ड आएन भने पनि है। ओके, देन मैले हेरेँ डेलीमा के गर्दैछ मार्केट। डेलीमा त तलतिर झर्दैछ मार्केट। लिक्विडिटी यो पनि एउटा लिक्विडिटी हो हैन। तर जब मैले अब हामीले गर्ने भनेको स्क्याल्पिङ हो। 4 आवरमा जाउँ। 4 आवरमा चाहिँ तपाईको मार्केटले चाहिँ एउटा यहाँनिर डिमान्ड जोन छ। डिमान्ड जोन चाहिँ टच गर्न खोजिरहेको थियो है। मैले 15 मिनटमा आयो भने तपाईँले ठ्याक्क देख्नुहुन सक्छ। डिमान्ड जोन चाहिँ बनाइरहेको थियो मार्केटले। ओभरअलमा हेर्ने हो भने ओके, पहिला मार्केट के गर्यो त, यहाँबाट माथि गयो, हेर्न सक्नुहुन्छ रिप्ले गर्दाखेरि। यहाँबाट मार्केट माथि गएको छ है, यहाँसम्म आयो। त्यसपछि मार्केट यहाँबाट माथि गएको छ है, यहाँबाट माथि गएको छ। भनेपछि हाम्रो डिमान्ड जोन चाहिँ के भयो त, यो चाहिँ हाम्रो डिमान्ड जोन भयो। यो जुन छ यसलाई म अहिले ल ब्ल्याक कलर गरिदिन्छु हैन। यो चाहिँ मेरो डिमान्ड जोन थियो क्या, 15 मिनट डिमान्ड जोन ओके। डिमान्ड जोनमा प्राइस आयो। मेरो सुरुमा प्राइस यता चलिरहेको थियो। डिमान्ड जोनमा प्राइस आयो। डिमान्ड जोनमा प्राइस आइसकेपछि यता सुरुमा झर्दाखेरि पनि मैले के देखिरहेको थिएँ भन्दा एउटा कुरा चाहिँ स्लो सेलिङ देखिरहेको थिएँ क्या। सेलिङ चाहिँ स्लो देखिरहेको थियो। सुरुमा मेरो बायस चाहिँ बाई थियो हैन। झर्दाखेरि मैले स्लो सेलिङ देखिरहेको थिएँ। मेरो डिमान्ड जोन टच भयो है। मेरो डिमान्ड जोन टच भएपछि अब मैले के गरेँ त, मैले इन्ट्रीको लागि 1 मिनटमा गएँ है। 1 मिनटमा ओके। मेरो डिमान्ड जोन यहाँनिर टच भयो। अब तपाईँले देख्न सक्नुहुन्छ है,
डिमान्ड जोन टच भयो हैन। डिमान्ड जोन टच भइसकेपछि यहाँबाट सुरुमा बाहिर आयो, यो क्यान्डलबाट हेर्नुहोस् यहाँबाट बाहिर आयो। मैले यहाँनिर लेटेस्ट रेजिस्टेन्स मार्क गरेँ, लेटेस्ट रेजिस्टेन्स सानो रेजिस्टेन्स, योभन्दा माथि आयो भने मैले लिन्छु भन्ने सोचिरहेको थिएँ हैन। यहाँ आयो, फर्स्ट बायर आयो, फर्स्ट बायरलाई यहाँनिर यो निकाल्यो हेर्नु है तपाईँहरू पनि, यहाँबाट फर्स्ट बायर आयो हैन। त्यसपछि यो फर्स्ट बायरलाई निकाल्यो। मैले अहिले तपाईँहरूलाई भनेको थिएँ नि यही हो, फर्स्ट बायरलाई कहिले पनि पैसा दिँदैन भनेर भनेको थिएँ नि हैन। म्याक्सिमम केसमा चाहिँ कहिले पनि पैसा दिँदैन। फर्स्ट बायर आयो, फर्स्ट बायरलाई निकाल्यो, फेरि अर्को एउटा बायर आयो, फेरि पनि बायरको स्टप लस यता हुन्छ, फेरि पनि यसलाई पनि निकाल्यो है। अब यहाँबाट चाहिँ के भइरहेको छ त, अब यहाँबाट हेर्नुहुन्छ भने तपाईँको मार्केट अड्किँदैछ, यहाँ रोकिँदैछ हैन। मार्केट यहाँनिर अब चाहिँ रोकिन लाग्यो, अड्किन लाग्यो, यहाँ टाइम स्पेन्ड गर्न लाग्यो। यो भनेको एउटा कन्फर्मेसन हो, अपसाइडमा गयो भने अब किनकि यहाँनिर अपसाइडमा जान सक्छ भन्ने खालको कन्डिसन हुन्छ है। त्यसपछि मार्केटले के गर्यो, मार्केटले अर्को एउटा म हेर्दै थिएँ, म यो कुरेर यहाँ माथि क्लोजिङ दियो भने म लिन्छु भन्ने सोच्दै थिएँ। त्यसपछि मार्केटले यो क्यान्डल बनायो, यो क्यान्डल बनाइसकेपछि, यो रेड क्यान्डल बनाइसकेपछि अब चाहिँ म यो हाईलाई चाहिँ यहाँको यो जुन तपाईँको जुन यो हाई छ, यो हाईलाई चाहिँ क्रस गर्यो भने चाहिँ म मार्केटमा इन्ट्री गर्छु भनेर मैले रेडी भइसकेको थिएँ। किनकि फर्स्ट बायरहरू आउट भइसक्यो, फर्स्ट बायर सेकेन्ड बायरहरू आउट भइसक्यो, टाइम स्पेन्ड छ, रेजिस्टेन्स भन्दा माथि क्लोज भएको छ। यो भनेको मार्केट सिफ्ट हो, मार्केट सिफ्ट भइसकेपछि म योभन्दा माथि चाहिँ क्लोजिङ आयो भने चाहिँ म इन्ट्री गर्छु भनेर बसेको थिएँ हैन। तर गेस वाट, मार्केटले यो क्यान्डल निकालिदियो हेर्नुहोस् है, मार्केटले यो बिग क्यान्डल निकालिदियो। अब यो बिग क्यान्डल निकालिदिएपछि म इन्ट्री खोजिरहेको थिएँ। यहाँ फेरि मैले अर्को यो ड्र गरेँ, अर्को रेजिस्टेन्स लाइन ड्र गरेँ हैन। अनि मेरो इन्ट्री चाहिँ भन्नुहुन्छ भने तपाईँको ठ्याक्कै 22 मिनट भनेपछि यो मैले यो क्यान्डलमा इन्ट्री गरेँ क्या। मैले चाहिँ यो क्यान्डलमा इन्ट्री गरेँ, यो जुन क्यान्डल छ यो क्यान्डलमा इन्ट्री गरेँ हैन। मैले त्यो क्यान्डलमा किन इन्ट्री गरेँ भन्दाखेरि मेरो अब मैले अघि भने जस्तो, तपाईँहरूलाई मैले अघि भने जस्तो जुन म एकैछिन यहाँ म देखाइहाल्छु हेर्नुहोस् है। ओके, म यति कुराहरू भएन भने चाहिँ म ट्रेड लिँदिनँ थिएँ है। ओके, यहाँ हेर्नुहुन्छ भने मेरो बायस के थियो, मेरो बायस थियो बाई, मेरो बायस बाई थियो भनेपछि म बाईतिर मात्र खोजिरहेको थिएँ हैन। मैले एउटा डिमान्ड जोन मार्क गरेँ। डिमान्ड जोन चाहिँ कसरी मार्क गर्ने भन्दा त तपाईँको सिम्पली क्या, जुन चाहिँ केसबाट छ नि प्राइस चाहिँ जुन चाहिँ केसबाट ब्रेकआउट दिएर माथि गएको छ हैन। पहिला माथि चाहिँ यो एरिया यो जोनबाट चाहिँ माथि गएको हो नि त, त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ हामी के भन्छौँ त, डिमान्ड जोन मार्क गर्छौँ क्या, डिमान्ड जोन। ओके, हेर्नुहोस् है, मेरो प्राइस यो डन भयो, बाई साइड थियो, पोइन्ट अफ इन्ट्रेस्ट भनेको मेरो डिमान्ड जोन थियो। मार्केट यताबाट बिस्तारै चाहिँ तपाईँको आउँदै थियो है, झरेर आउँदै थियो। मलाई सेलिङ अलिकति स्लो लागिरहेको थियो, मैले डिमान्ड जोइन वेट गरेँ। लिक्विडिटी भनेपछि तपाईँको यहाँसम्मको लिक्विडिटी मार्केटले खाइसकेको छ है, यहाँसम्मको लिक्विडिटी मार्केटले खाइसकेको छ ओभरअलमा। र अर्को भन्नुहुन्छ भने तपाईँको कन्फर्मेसन भन्नाले के त भन्दा फर्स्ट बायर आउट। मैले अहिले तपाईँलाई फेरि पनि भन्दैछु, अहिले पनि भनेको थिएँ, यो डिमान्ड जोन टच भइसकेपछि मैले बायर्सहरू आउन थालेको देखेँ। बायर्सहरू आउन थालेको देखेपछि यो फर्स्ट बायरको के गयो, स्टप लस गयो। सेकेन्ड आयो, सेकेन्ड लाइन निकाल्यो मार्केटले भनेपछि हामी वेट गर्ने है। यस्तो बेलामा हामीले यहाँ इन्ट्री गऱ्यौँ भने के हुन्छ त भन्दा तपाईँको हामी पनि स्टप आउट हुन्छौँ है, हामी पनि मार्केटको लिक्विडिटी हुन सक्छौँ। अनि मैले यो अघि नै पनि भनिहालेँ, मेरो ल अब
मार्केट सिप मैले यहाँनिर इन्टर गर्छु सोचेको थिएँ, मार्केटले यो क्यान्डल हान्यो, मैले यहाँनिर इन्ट्री गरेँ। यहाँनिर इन्ट्री गर्नुको कारण चाहिँ के भयो भन्दा यहाँ पनि मार्केट होल्ड गर्यो, मार्केट झर्नु पर्ने थियो भने जब यो रेड क्यान्डलको र यो रेड क्यान्डलको लो ब्रेक गर्थ्यो नि तब मार्केट यहीँबाट झर्नु पर्ने थियो क्या, झरेन, फेरि पनि बाहिर आयो। त्यो भएको हुनाले चाहिँ मैले यो क्यान्डलमा एक्ज्याक्ट 11:22 को क्यान्डलमा चाहिँ इन्ट्री गरेको थिएँ। र मेरो स्टप लस भन्नुहुन्छ भने तपाईँको मेरो स्टप लस चाहिँ यतातिर थियो है, यतातिर थियो। र मैले यो चाहिँ सुरुको फर्स्ट स्टप लस राखेको थिएँ र सेकेन्ड स्टप लस चाहिँ मेरो यही नै हुन्थ्यो है, सेकेन्ड स्टप लस यही हुन्थ्यो। मैले मार्केट मुभ गरेपछि मैले यहाँ स्टप लस हालेको थिएँ है। र मेरो सबै कुराहरू कन्फर्म भयो, मैले कन्फर्मेसन गरेँ, ओके। अनि मैले इन्ट्री पनि गरेँ। अनि अर्को भनेको रिस्क टु रिवार्ड। रिस्क टु रिवार्ड भनेको चाहिँ मेरो जस्तै मैले यहाँनिर स्टप लस राखेँ भने पनि मेरो टार्गेट चाहिँ माथिको यो यहाँ माथिको लिक्विडिटी थियो क्या, यो माथिको ओभरअल यो TP3 देख्नु भइरहेको छ नि तपाईँको, यो यहाँनिरको लिक्विडिटी थियो क्या मेरो टार्गेट चाहिँ। त्यो भएको हुनाले मार्केटमा चाहिँ मैले कन्फर्मेसनले इन्ट्री गरेँ। रिस्क टु रिवार्ड मेरो यहाँ तलै गरे पनि मेरो रिस्क टु रिवार्ड 1:, लगभग 3 जतिको छ होइन। मैले पछि मैले मार्केट माथि गइसकेपछि मैले स्टप लसलाई सारेर ठ्याक्क यो प्रोटेक्टेड स्टप लस चाहिँ जहिले प्रोटेक्टेड राख्नुपर्छ है, पछि सेभ गर्न सक्नुहुन्छ। यहाँनिर लिएर आएँ र मेरो मैले चाहिँ आजको ट्रेडमा लगभग 1:6 अथवा 1:6 भन्नुहुन्छ, अथवा यहाँ यो स्टप लस गर्नुहुन्छ भने पनि 1: लगभग 3.5 जतिको चाहिँ मैले चाहिँ क्याप्चर गरेको छु। मैले एक्सएनएसमा ट्रेड गरेको थिएँ, यहाँ हेर्न सक्नुहुन्छ।